नमस्कार, मेरो मिनी ब्लगको तेस्रो दिनमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज पनि मेरो दिन ब्रह्म मुहुर्तमै सुरु भयो। बिहान छिट्टै उठेर स्नान गरे, त्यसपछि दैनिक जप पूजा र सन्ध्योपासनमा केही समय बिताए। दिनको सुरुवात भगवानको स्मरणबाट गर्दा मनमा छुट्टै शान्ति र ऊर्जा मिल्छ भन्ने अनुभूति हरेक दिन हुन्छ। त्यसपछि आफ्नो कर्मक्षेत्र अर्थात् पसलतर्फ लागे। मेरो विश्वास छ पूजा मात्र धर्म होइन, इमान्दारीपूर्वक आफ्नो कर्म गर्नु पनि भगवानको पूजा नै हो। त्यसैले बिहानको नित्यकर्म सकेपछि म नियमित रूपमा आफ्नो काममा लाग्ने गर्छु। पसलमा केही समय बिताएपछि आजको एउटा विशेष काम बाँकी थियो। आज ग्रह शान्ति पूजा गराउन मन्दिर जानुपर्ने थियो। त्यहाँ पुगेर विधिपूर्वक ग्रह शान्तिको पूजा सम्पन्न गरियो। भगवानको कृपाले सबै काम राम्रोसँग सम्पन्न भयो। पूजा सकिएपछि फेरि आफ्नो पसलमा फर्किएर दैनिक काममा व्यस्त भए। आजको दिनभरि मौसम भने निकै रमाइलो थियो। बिहानैदेखि पानी परिरह्यो। वर्षाको त्यो चिसो मौसम, वरिपरिको हरियाली र पानीका थोपाहरूले वातावरणलाई झन् सुन्दर बनाइरहेका थिए। वर्षाले कहिलेकाहीँ काममा केही असहजता ल्याए पनि प्रकृतिको त्यो रूपले मलाई निकै आनन्दित बनायो। यसरी दिनभर आफ्नो काम गर्दै बेलुका भयो। बेलुका सधैँझै गङ्गा आरतीमा सहभागी हुन निस्किए, तर पानी अझै परिरहेकाले आज आरती सधैँ हुने स्थानमा नभई हरिहर मन्दिरभित्र गर्ने निर्णय भयो। आजको विशेष कुरा के थियो भने आरती गर्ने अवसर मलाई प्राप्त भयो। भगवानको सामु दीप लिएर आरती गर्ने त्यो क्षण साँच्चै शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। मन्दिरभरि घन्टीको ध्वनि, शङ्खनाद, मन्त्र र भजनको मधुर स्वरले वातावरण अत्यन्तै आध्यात्मिक बनेको थियो। त्यो क्षण दिनभरिको थकानलाई मेटाउँथ्यो। आरती सम्पन्न भएपछि सबै भक्तजन मिलेर केही समय भजन कीर्तनमा रमायौँ। भजनको तालसँगै सबैले भक्तिभावले छमछमी नाच्दै भगवानको नाममा आनन्द मनायौँ। त्यहाँको त्यो वातावरणले दिनभरको थकान नै बिर्साइदियो। भजन सकिएपछि सबैसँग बिदा भएर आफ्नै घर फर्किए। यसरी पूजा, कर्म, सेवा र भक्तिभावले भरिएको मेरो आजको दिन निकै सुन्दर र सम्झन लायक भयो। यदि तपाईँहरूलाई पनि यस्ता दैनिक जीवनमा आध्यात्मिक यात्रा र मिनी भ्लग मनपर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै यात्रामा साथ दिन च्यानललाई फलो वा सब्सक्राइब गर्न नभुल्नुहोस्। अब तपाईँहरूको पालो। आज तपाईँहरूको दिन कस्तो बित्यो? तल कमेन्टमा अवश्य लेख्न सक्नुहुनेछ। भोलि फेरि अर्को नयाँ दिन र नयाँ अनुभूतिसहित भेटौँला। धन्यवाद। जय श्री हरि।